Welcome to YouTube channel of Divas Karki, aka Karki ko Golf. Karki ko Golf. म अबबाट YouTube च्यानलमा भिडियो हाल्छु। कस्तो खालको भिडियो हाल्छु मलाई थाहा छैन। त्यही एउटा भ्लग त्यो स्योरै हाल्छु किनकि चलिरहेको त्यही हुन्छ नि त, इजी। अनि त्यसपछि अरु पनि हाल्छु। कस्तो खालको हाल्छु मलाई थाहा छैन। हाल्छु कि हाल्दिनँ मलाई थाहा छैन। तपाईलाई पनि थाहा छैन। त्यसैले थाहा पाउनको लागि मेरो च्यानल सब्स्क्राइब गर्नु होला। सब्स्क्राइब। मेरो क्यामेरा वर्क दामी छ नि फेरि। आज हामी के गर्दै छौं? आज हामी फ्राइड राइस विथ चिकन बनाउँदै छौं। घरमा कोही पनि छैन। मैले ल्याएको छु 100 रुपैयाँको मासु। अब हामी मासुलाई म्यारिनेट गर्छौं। मासु अलि थोरै छ तर केही पनि हुँदैन। म डाइटमा छु। मान्छेहरु ओहो तेल धेरै भयो। मान्छेहरु घरमा एक्लै भयो भने गर्लफ्रेन्ड बोयफ्रेन्ड बोलाउँछन्। तर हेर्नुस् न म कति स्वभावशील कति ज्ञानी छु। म त मासु मात्रै पकाएर खान्छु। हामीले तेल हालिसकेपछि अब अलिकति नुन छर्नुपर्छ। ओहो धेरै अब अलिकति बेसार ट्याक अलिकति जिराको धुलो। यो खास एक्सपर्ट त होइन म, तर फेरि मिठो त यस्तो मिठो पकाइन्छ नि। अब हामी हाल्छौँ 12 मसलाको धुलो। म देखाउँछु क्यामेरामा। ओहो यस्तो मिठो भइसक्यो नि बास्ना हेर्दा नि। अब हामी हाल्छौँ चिकन मसला। यो हो चिकन मसला। अब हामी हाल्न गइरहेको छौँ खुर्सानीको धुलो। यदि तपाईँलाई चाक पोलेको सरी है, म छाडालाई प्रमोट गर्दिनँ नि त फेरि। सरी केही पनि होइन। म त हो संस्कारी भ्लगर। यो म्यारिनेट गरेको मासु र यो तेल। अब यसलाई फ्राई गर्नुपर्छ। तेल अलिक धेरै हाल्नु पर्थ्यो होला, तर के गर्नु, गरिबीले मलाई धेरै हाल्न दिएन। 250 रुपैयाँ पर्छ तेल लिटरको। धेरै हाल्न पनि सकिँदैन। भ्लगको चक्करमा तेल डढिसक्यो। अब हामी हाल्दैछौँ मासु विथ प्रिकसन। ओहो यो त हाल्नै डर लाग्यो। तेल धेरै नै तातेको छ। मलाई अलिक डर पनि लागिरहेछ। तर भन्छन् नि डर के आगे जिते। कागती पानी किनकि माउन्टेन ड्युसम्मको हाम्रो बजेट छैन। काग धेरै जान्ने भयो भने यस्तै हुन्छ होइन। केही न केही जान्ने भयो भने केही न केही हुन्छ अरे। यस्तै भयो। म तपाईँहरूलाई मासु फ्राई गरिसकेपछि भेट्छु। अहिलेको लागि टाटा बाई बाई। खासमा मैले होइन चिकन रोस्ट बनाउनु लागेको हो कि यो मलाई के बन्छ थाहा छैन। मलाई लाग्छ मासुले मसँग फ्रिडम माग्यो कि म आफै बन्छु। मलाई जे बन्नु छ म आफै बन्छु भन्यो। मैले त बन तँलाई जे बन्नु छ बन भनेर छोडिदिएको। एकदम यो के बन्छ म देखाउँछु पक्कै पनि। उता मासु पाक्दैछ र यहाँ हामीसँग छ बासी भात बिहानको। यो चाहिँ म एडिट गर्दा गर्दै भन्नुपर्ने भयो क्या। त्यो गरेछु होइन, त्यो भात मुसेर हाल्छु भनेको त्यसपछि हाल्नै बिर्सेछु। सिली मिस्टेक्स। मैले क्यामेरा उल्टो समाइरहेको छु है। अब मलाई थाहा छैन भिडियो आएको छैन नआए पनि अडियो त आइरहेको होला नि त होइन। अब म के गर्न लागेको छु भन्दाखेरि म गर्न लागेको छु यो कराईमा भात भुटाइ। यो बिहानको तरकारी बनाएको हो, माझेको छैन। कस्तो फोरी रहेछ, अहिलेसम्म भाँडा पनि माझेको छैन। काठमाडौँमा तेल मात्र होइन पानी पनि महँगो छ। त्यसैले बचाऊ अभियान यस्तै हो। अनि अब तेल महँगो छ नि त, अब के गर्ने त भन्दाखेरि यहाँ त तेल धेरै भइरहेछ। अब हामी यो तेललाई यहाँ ट्रान्सफर गर्छौँ। पैसा बचाउनु छ भने तिम्रो मसँग टिप्स लियो कि आमा धेरै हुन्छ। जस मासु पाक्दैछ के हुँदैछ त मलाई थाहा छैन, तर पाक्न चाहिँ पाकिरहेको। पाके भएन नि यार, के त्यो हुन्छ नि कोही हुन्छ नि मलाई चाहिँ मिठो चाहिन्छ। नाटक खानेकुरा भनेको पाके पुग्छ कि पाके पुग्छ। म अब प्याज काट्दैछु। प्याज काट्ने त मेरो क्लासिक मुभ भइसक्यो कि मेरो कतिवटा भिडियोमा मैले प्याज काटेको छु। तर मलाई क्या चिन्ता लाग्छ कि बेला बेलामा हुन्छ नि। अब मेरो लभ म्यारेज त हुँदैन नि त। लभ म्यारेज त हुँदैन कि त्यो त स्योरै छ नि त, यत्तिकै थाहा छ। अनि अब मैले गर्ने भनेको पछि त बिहे त गर्नुपर्छ होला नि त होइन। अनि मैले गरेर अरेन्ज म्यारेज गर्ने हो
अनि मैले कोही न कोही त फसाइदिन्छ नि त यार। कस्तो दया लाग्यो हुन्छ उसलाई बिचारा यार। म जस्तो ढङ्गै नभएकोसँग को फस्ने होला अब। फस्छौ तिमी तर म देखाउँछु किन फस्छौ भनेर। यति काम सकेको छैन मैले किचनको ताली यस्तो चाहिँ ढङ्ग मेरो। यहाँ म भात भुट्दैछु र यहाँ भुटिरहेछ मासु। मासु चाहिँ हेर्दै खाम भइसक्यो नि। मैले भने अनि मनमा विश्वास र हिम्मत र आँट हुनुपर्छ कि जे पनि हुनसक्छ, जे पनि गर्न सकिन्छ। समाजमा एउटा विवाद छ नि होइन, जस्तै छोरी मान्छे भनेको किचनमै हुनुपर्छ अनि छोरी मान्छे रिसाइरहेको हुन्छ के भनिस् रे भन्ने एउटा शैली हुन जस्तो लाग्छ कि मलाई। हुन्छ राम्ररी भन्नुपर्छ छोरी मान्छे भनेको किचनमै हुनुपर्छ। यसरी भन्यो भने मान्छौँ जस्तो आइएम सरी कति नाटक भएको छ यार म। यो चाहिँ मैले भिडियोमा भन्न बिर्सेको छु होइन, त्यही भएर भोइस ओभर गरेको। ओहो मोमोको अचार कहाँबाट आयो भन्ला नि तिमीहरूले। म कहिलेकाहीँ मोमो प्याक गरेर ल्याउँदाखेरि अचार जहिले पनि धेरै हालिदिनु है दाइ भन्छु के। ह्याक हो है ह्याक, तिमीहरू पनि सिकिराख। आर्टिस्ट आर्ट ड्रोन सट हो है यो चाहिँ। फेरि म एउटै भिडियोमा कति 2-3टा क्यारेक्टर प्ले गरेँ जस्तो भइसक्यो क्या। जस मेरो फर्स्ट भ्लग हो, म क्यारेक्टर समाउन खोज्दैछु। मलाई कसैले भन्ला नि त किन क्यारेक्टर नाटक पार्नु पऱ्यो, आफू रियल भएर बस् न, रियल भएर बस्। तर मलाई लाग्छ मान्छे कहिले पनि रियल हुन सक्दैन कि। म फर इक्जाम्पल मेरो रियल क्यारेक्टर भनेको म दारू वाइल्ड खाइदिन्छु नि त। म पाएँ भने खाएपछि त्यो हेर्दै थाहा हुन्छ नि वाइल्ड दारू खाइदिन्छ होइन। तर मैले मेरो रियल क्यारेक्टर ल्याएर घरमा रियल क्यारेक्टर भनेर अनि बाउसँग गएर चियर्स त गर्न मिल्दैन नि त। त्यसैले हामी सबैजना फेक हो। यति भन्दै कार्कीको गफको भ्लग आज यहीँ समाप्त गर्न चाहन्छु। अर्को भ्लग कहिले आउँछ मलाई थाहा छैन, तपाईँलाई पनि थाहा छैन। त्यसैले सब्सक्राइब गर्नु मैले अघि नै पनि भनिसकेँ। थ्याङ्क यू।